हेलो साथीहरु नमस्कार सबैजनालाई स्वागत छ मेरो फर्स्ट ब्लगमा। तपाईहरु पनि आइसक्नु भयो होला मेरो फर्स्ट ब्लग हेर्न। मैले सोचेको थिएँ कि फर्स्ट ब्लगमा चाहिँ हैन एकदम लाइक सब्स्क्राइब एकदम बढी आउँछ हैन। सेकेन्ड ब्लगहरु थर्ड ब्लगमा भन्दा चाहिँ फर्स्ट ब्लगमा चाहिँ एकदम राम्रो चाहिँ दर्शकहरुले एकदम मन पराइदिनुहुन्छ फर्स्ट ब्लग भनेर चाहिँ मैले एउटा फर्स्ट ब्लग बनाउन लागेको र यो मेरो नयाँ युट्युब च्यानलको फर्स्ट ब्लग पनि हो हैन। पहिले चाहिँ मैले हार्दिक एमटी ब्लगमा चाहिँ ब्लगिङ गरेर हाल्थेँ। अहिले चाहिँ हार्दिक जेडिएक्स ब्लगमा चाहिँ तपाईले मेरो फर्स्ट ब्लग र पछिका ब्लगहरु पनि देख्न पाउनुहुन्छ हैन। सबैजना नयाँ हुनुहुन्छ, म पनि नयाँ छु हैन। साथ सपोर्ट सब्स्क्राइब हैन सेयर कमेन्ट लाइक गरिदिनु होला है त। अनि त्यही हो गाइजहरु, हेरौँ फर्स्ट ब्लगमा कति भ्युज आउँछ हैन। 1000 भ्युज त कटाइदिनु पर्छ है साथीहरु, कम्तीमा पनि 1000 भ्युज त कटाइदिनु पर्छ हैन। मैले युट्युबमा देखिरहेको हुन्थेँ के हैन, उता इन्डियन केटाहरुले फर्स्ट ब्लग भनेर चाहिँ एकदम लाखौं भ्युज कमाइदिने के फर्स्ट ब्लगले चाहिँ ग्रो गरिदिने के त्यस्तो थियो हैन। अनि मलाई पनि त्यति लाखौंमा आउनु परेन, मेरो फर्स्ट ब्लगमा चाहिँ 1000 भ्युज भन्दा मास्तिर आउनु पर्यो हैन। म चाहिँ अटोमेटिक मोटिभेट हुन्छु के। अनि त्यसपछि तपाईहरुले मेरो ब्लग सधैँ हेर्न पाउनुहुन्छ हैन। साथ सपोर्ट तपाईहरुले पनि गर्नुभयो भने हैन मलाई पनि सजिलो हुन्छ नि त ब्लग गराउन। लाइक चाहिँ गरिदिनु होला, लाइक सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला हैन, किनकि तपाईको पैसा लाग्ने त हैन। त्यही पनि के रे लाइक सब्स्क्राइब चाहिँ गर्नु होला। त्यही गाइजहरु फर्स्ट ब्लगमा धेरै नबोलौँ, फेरि प्यार कति बोलेको भन्न सक्छ। अब यसपछिका ब्लगहरुमा चाहिँ जति गफ गर्ने जति जे गर्ने चाहिँ यसपछिको ब्लगहरुमा गरौँला है त। साथ सपोर्ट सधैँ दिनु होला, मेरो फर्स्ट ब्लगलाई माया गरिदिनु होला, 1000 भन्दा बढी भ्युज पुर्याइदिनु होला र 100 भन्दा बढी लाइक पुर्याइदिनु होला है त। कमेन्ट गर्नु होला कस्तो छ, कसरी सुरुवात गर्ने, कस्तो ब्लगहरु हाल्ने त्यो चाहिँ भनिदिनु होला है त। सेयर गर्नुस् नगर्नुस् मलाई यो चाहिँ सेयर गरे पनि हुन्छ नगरे पनि हुन्छ हैन। सेयर गर्नुस् भन्दैन तर लाइक सब्स्क्राइब र कमेन्ट चाहिँ गरिदिनु होला है त गाइजहरु। ल बाइ बाइ।